हेलो हाई नमस्ते। न्यू भिडियोको साथमा आइसकेँ। म आज सेलरोटीको रेसिपी लिएर आएको छु। सेलरोटीको लागि चाहिने सामग्री हेरौँ है त। सेलरोटी बनाउँदाखेरि बेकिङ सोडा पनि राख्नुपर्छ, घिउ भए पनि हुन्छ, बटरले पनि हुन्छ, चामललाई भिजाउनु पर्ने हुन्छ अनि भिजाएर पखालेर राख्नुपर्ने हुन्छ। अनि अर्को दिनमा चामल भिजिसकेपछि अब अर्को दिनमा चामल भिजेर तयार भयो। त्यसपछि चामललाई ब्लेन्डर गरे पनि हुन्छ, सिलौटोमा पिसे पनि हुन्छ। यसलाई अब दालचिनीको धुलो, लसुनको धुलो, मिठो मिठास ल्याउनको लागि यस्तो राख्दा पनि हुन्छ। हजुरको इच्छाले हजुरलाई कस्तो मनपर्छ घिउ बटर चाहिँ राख्दा पनि हुन्छ। त्यसपछि यसमा राख्नुपर्ने हुन्छ। सकेसम्म हातले घोल्दा राम्रो हुन्छ। हातले झ्याउ लाग्छ भने डाडुले जसले घोल्दा ब्लेन्डरले हातले रोटी बनाउँदाखेरि अलि राम्रो बन्छ। यसको लागि अब रोटी बनाउनको लागि पिठो रेडो बनाउनुपर्छ। सकेसम्म खस्रो पिठो लिँदा राम्रो हुन्छ। अनि बटर पनि पिठो पनि तयार हुन्छ। हजुरहरूले के भन्नुहुन्छ? म चाहिँ पिठो। यसको लागि तेल तताउनको लागि मैले पेन बसालिसकेको छु। रोटी पकाउनको लागि तेल राखिसकेको छु। अब यसमा त्यसलाई तातो हुने गरी एकछिनसम्म तताउनु पर्ने हुन्छ। यता तेल तात्दै गर्दा म एउटा बोतल काटेर रेडी गरिसकेको छु प्लास्टिकको। रोटी पकाउनको लागि हेर्नु है त। अब सुइया रोटी पाक्छ। सुइया लाएर रोटी च्वाइ भयो। फुल भिडियो हेर्न नभुल्नु होला। रोटी कसरी पकाउने रोटीको रेसिपी लिएर आएको मैले। जस्तो हुन्छ हेरिदिनु होला। हजुर पनि जाडोमा तातो रोटी पकाएर खान सक्नुहुनेछ। रोटीलाई एकछिन रातो हुने गरी पकाउनु पर्छ। हेर्दै जानु ल। तातो रोटी मिठो हुन्छ। तातो रोटी खानको लागि हजुरहरूले पनि यसै गरी बिस्तारै अर्को गरेर पकाउन सक्नुहुनेछ।